सो आजको यात्रा हाम्रो बिहान रारा जानको लागि हामी तम्तार भएर मर्निङ वाक हो। अनि एउटा के इन्सिडेन्ट घट्यो भनेपछि चाहिँ म हतार बिहान उठ्दाखेरि मैले टी सर्ट नै उल्टो लगाएको छु कि हेर्नु त टी सर्टै उल्टो। यो टी सर्ट उल्टो लगाएपछि के हुन्छ अरे जो मरिगयो अस्ति न। ओहो अब यस्तो इन्सिडेन्ट नसोचेर भयो। अनि हामी चाहिँ खासै हाम्रो यहाँ दिदीहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ हामी बिहान बजारबाट हामी चाहिँ रारासम्म पुगाएर अनि उहाँहरू चाहिँ फेरि खतेर जानुहुन्छ। उहाँहरू चाहिँ लगभग दिनभरि हिँडेर चाहिँ साँझ पुग्नुहुन्छ होइन। यस्तो छ यहाँको अवस्था। अब कहिले गाडी आउने हो, उहाँहरूलाई कहिले सहज हुने हो, वर्षौँदेखि चाहिँ उहाँहरू हिँडेर खतेर पुग्नुहुन्छ। त्यही हो, हामी चाहिँ रारा पुग्नेछौँ अनि स्पेसली रारामा रमाइलो गरेर हामी चाहिँ ब्याक हुनेछौँ। उहाँहरू चाहिँ खतेर जानुहुन्छ। तर कस्तो इन्सिडेन्ट घटेको हेरौँ, त्यो पुरै उल्टो लगाएर आएछु यार। हतारमा बिहान 3 बजे। यत्रो सानो मान्छे, यहाँको सानो मान्छे बिहान उठेर कति 12-13 घन्टा हिँडेर खतेर पुग्छन्। हेर त यहाँ लिपस्टिक हेरौँ न। लिपस्टिक किन लगाएको? ए लिपस्टिक हो खै किन लगाएको? के हो राम्रै हुनलाई? ला बिहान उठ्ने बित्तिकै रारा हेर्न पाइयोस् भन्दै बिहान 3 बजे उठेर हामी चाहिँ रारा जानको लागि रेडी भएर आयौँ। अनि यहाँ चाहिँ पछाडि हाम्रो डबल भिना हुनुहुन्छ। अनि अल्छे हामी गमगढी बजारबाट लगभग कति भनौँ 1 घन्टा भनौँ, 1 घन्टा नभनौँ, 1 घन्टा लगाएर चाहिँ अहिले हामी यहाँ तुमोभन्दा माथि लगभग अब हामी अबको 1-1.5 घन्टामा हामी रारा पुग्छौँ। तर आज वेदर कस्तो अनक्लियर छ होइन। त्यही पनि केही छैन, पानी नपरोस्। होप पानी चाहिँ पर्दै नपरोस्। यदि पानी पऱ्यो भने चाहिँ बेजोग हुनेवाला छ। ओम नमः शिवाय नमः। भिना यस्तो डाउन हुनुहुन्छ कि कति केजी हो नि? 2, 3, 4, 5। तिम्रो नाम के अरे? के हो तिम्रो नाम? छोमु हो? छोमु कि समु? के हो नाम? यस्तो जिन्दगी होस् जो कि अहिले यो नानीको छ। हेरौँ आमा, उहाँहरू सबै हिँड्दै हुनुहुन्छ, हामीहरू हिँड्दै हुनुहुन्छ। बच्चा हुन पाए हुन्थ्यो कि यो सिचुएसनमा त कस्तो बच्चा हुन मन लागिरहेछ, किनकि कसैले बोक्थ्यो। यति गाह्रो भइरहेछ हिँड्न, सास पुरै फुलिरहेछ। उफ, पानी पर्न लागिसक्यो। अब तालमै पानी पऱ्यो भने त फेरि कहाँ जाने, कसो गर्ने, के गर्ने। अहिले चाहिँ बिहान हामी राराको ठ्याक्कै अब एउटा चेक पोइन्ट आउँछ, त्यहाँ अगाडि छौँ। एकछिनमा हामी चेक पोइन्ट पुग्छौँ। अनि तर कस्तो ब्याड लाग्यो यार, पानी पर्ला जस्तो भइसक्यो। आकाश गडाङ गुडुङ गरिरहेछ। डबल भिना एकदमै स्याड हुनुहुन्छ, किनकि यता दिदीहरू फेरि दिनभर हिँडेर खतेर जानुपर्छ। जङ्गलको बाटो छ, एकदमै डर छ। के गर्नु, यस्तै छ, गाह्रो छ। नेपालमा भन्दा पनि झन् मुगुमा बिना केही भन्छु त। म अब रुन मात्रै बाँकी छ, किनकि के एक्सपेक्टेसन भइरहेको थियो हामीहरूको दुईजनाको। कटा त यो कटा। यो जङ्गल चाहिँ हामी जङ्गलभित्र प्रवेश गरिसकेका छौँ। र मलाई चाहिँ अहिले एउटा यस्तो इन्सिडेन्ट याद आयो होइन। हामीहरू चाहिँ पहिला स्कुलबाट हामीलाई चाहिँ रारासम्म चाहिँ भ्रमणको के भन्छ टुरको लागि चाहिँ रारासम्म ल्याउँथ्यो। अनि त्यो बेला चाहिँ यसलाई चाहिँ सिगुत्ता भन्छ। यहाँ चाहिँ यो सिगुत्ता चाहिँ अनि त्यो केटीकेटीहरू चाहिँ सबै अगाडि हिँड्थ्यो अनि हामीहरू चाहिँ पछाडि हुन्थ्यौँ होइन। त्यो बेला चाहिँ अनि यो खुट्टाले चाहिँ सिगुत्ताले हान्ने अनि हातले हानेर चाहिँ केटी जिस्काउँथ्यौँ कि त्यो बेला चाहिँ। अनि एकचोटि सरले थाहा पाउनु भयो अनि कस्तो अर्कै त्यो बेला छुट्टै रमाइलो थियो स्कुल लाइफमा होइन।
तर अहिले चाहिँ त्यस्तो नहुने रहेछ। त्यही हो, रमाइलो हुन्थ्यो। अब अहिले चाहिँ त्यस्तो छैन। डबलबिना हो, डबलबिना कहाँ हो, कहाँ जानुभयो त यार डबलबिना? कहाँ जानुभयो क्या डबलबिना? ल गाइज, यहाँ चाहिँ मेरो डबलबिना हराइसक्नु भएको छ। सो म चाहिँ यहाँ जङ्गलमा अहिले एक्लै छु। मलाई एकदमै डर लागिरहेछ। भेना ओ भेना, कहाँ हो? ए कहाँ हो यहाँ जङ्गलमा? म एक्लै भइगएँ। नबोल्नु। के भयो बिना? बिना के भयो? यो पोलमा चाहिँ, यो तारमा चाहिँ करेन्ट पास भइरहेको रहेछ। मैले टक्कै यसो करेन्ट लाग्यो? झ्यास्स भइदियो यहाँ टाउकोमा, रन भइदियो यार। हेर त। सो यहाँ चाहिँ यहाँ हारामा आउँदाखेरि चाहिँ तपाईँहरू चाहिँ के केयर गर्नु होला भने चाहिँ यहाँ चाहिँ करेन्ट पास भइरहेको हुनसक्छ। यस्तो पोलहरूमा चाहिँ सकेसम्म कसैले यो हारामा आउँदाखेरि यो बाटोमा चाहिँ यो पोललाई छुँदै नहिँड्नु होला। यो करेन्ट पास भइरहेको रहेछ। धन्नै म त यस्तो डर लागिरहेछ अहिले पनि सम्झिँदाखेरि। तर यहाँ चाहिँ कहिले पनि नछुनु होला है। जाम कस्तो करेन्ट लाग्यो भने त गाह्रो छ नि त हो यस्तो बाटोमा। फेरि रुखहरू पनि ठ्याक्कै नजिक छ। पानी परेको बेला त झन् गाह्रो यतातिर। यो चाहिँ क्लियर हुन जरुरी छ है। क्लियर गर। हो फाइनली स्वर्ग कि अप्सरा। सो तपाईँहरूलाई म देखाउन गइरहेको छु स्वर्ग कि अप्सरा। रारा ताल हेर्नुहोस्। यो चाहिँ अहिले मर्निङ भएर अलि कलरफुल छैन, नत्र कति धेरै जस कलरफुल हुन्छ। अनि जस डिफ्रेन्ट कलरहरू हुन्छ यसमा चाहिँ। तर अहिले चाहिँ मर्निङ भएर पनि अनि क्लाउडी वेदर भएर पनि खासै त्यस्तो केही देखिरहेको छैन। वेदर क्लिन भएपछि अनि एकदम कलरफुल देखिन्छ अनि एकदम बवाल देखिन्छ। सो अहिले चाहिँ मलाई एकदम पुरै फ्रेस फिल भइरहेछ। अनि जुन बजारबाट बिहान आएको त्यो दुःख पनि सब लगभग सबै बुझिहालियो। मतलब यहाँ आउँदाखेरिको त्यो आनन्द छुट्टै छ क्या। अब चाहिँ चिलमा एकछिन तालको छेउमा गएर 1 घन्टा रेस्ट गर्न मन छ मलाई चाहिँ, गीत सुन्दै। त्यही नि सुजनको के अरे फुल भन्ने गीत सुनेर। ओके गाइज, ओके आज जोजोले यो भ्लग हेरिराख्नु भएको छ होइन। यो भिडियो चाहिँ जजसको फर युमा पुगेको छ। सो उहाँहरू चाहिँ एकदमै लकी हुनुहुन्छ। किन भन्दाखेरि म चाहिँ आज तपाईँहरूलाई जो आज यो भिडियो हेर्दै हुनुहुन्छ, यो भिडियो चाहिँ जजसको फर यु पेजमा पुगेको छ। उहाँहरू चाहिँ एकदमै लकी हुनुहुन्छ। किनकि तपाईँहरूलाई चाहिँ म आज के देखाउन गइरहेको छु भन्दाखेरि नेपालको सबैभन्दा ठुलो ताल अनि अर्को के नामले पनि चिनिराख्नु भएको छ, अहिले चाहिँ झन् फेमस भएको छ। सो जसको फर युमा यो भिडियो पुगेको छ उहाँहरू चाहिँ एकदमै लकी हुनुहुन्छ। किन भन्दाखेरि अनि रारा कि अप्सरा जो चाहिँ हाम्रो बालेन शाहले भन्नुभएको थियो र त्यो रारा कि अप्सरा देखाउन गइरहेको छु। अनि अर्को कुरा नेपालको सबैभन्दा ठुलो ताल पनि हो। अनि सो हेर्नु है त रारा ताल यस्तो देखिन्छ। सो रारामा आएर चाहिँ घोडा चाहिँ चढ्न भुल्नु हुँदैन होइन। जाँदैन त यार, जान यार। ए किन चाहिँ गएन यो? ए हल्का झोलो छुट्नु पर्यो। रारामा फेरि अर्को कुरा होइन, अनि त्यो हर्स राइडिङ गर्नुको मजा नै बेग्लै छ क्या। अनि रारा आएपछि तपाईँहरू चाहिँ
अनि जसरी हुन्छ के अरे हर्स राइडिङ चाहिँ गर्नु होला किनकि छुट्टै मजा आउँछ म चाहिँ अब यो यस्तो कुदाइदिन्छु यसलाई कुद्दै कुदाएर ल्याएर थियो रारामा आएर चाहिँ हर्स राइडिङ गर्नु के अरे छोड्नु यो चाहिँ छोड्नै हुँदैन है यो पार्ट चाहिँ चल 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 रारामा आएर हर्स राइडिङ गर्नुको मजा नै बेग्लै हुन्छ गाइज है सो यहाँ चाहिँ अब रोटी अर्ग्यानिक कस्तो छ भने मिठो एकदम ताल हेर्दै अर्ग्यानिक रोटी खानुको मजा नै बेग्लै छ है गाइज स्वर्गकी अप्सरा रारा तालको नजिकमा यो गहुँको रोटी खाँदाखेरि एकदमै आनन्द फिल लागिरहेको छ मलाई पानी पर्न लाग्यो गाइस पानी पर्न यस्तो पानी पर्न लाग्छ दाइ के अरे बिना यो पानीलाई हटाउनको लागि के गर्नुपर्छ अरे मन्त्र भन्नु त पहिला बचपनमा बादल दिदी पुड्डी जा घाम दिदी ओडिया बादल दिदी पुड्डी जा घाम दिदी ओडिया छिटो छिटो बादल दिदी पुड्डी जा घाम दिदी ओडी जा मेघ त झन् आउँदैन पानी त पर्दै नपर् ए उता आइसक्यो ल हेर त पर उता उज्यालो भइसक्यो हेर ए ल यता पुरै कस्तो पुरै डार्क पुरै डर लाग्ने जस्तो कस्तो हलिउड फिल्मको त्यो सिन जस्तो डर लाग्ने सिन जस्तो भइरहेको अरे यतातिर कस्तो डर लाग्यो भनेपछि